सो हेलो एन्ड नमस्ते, होप सबैजना सन्चै हुनुहुन्छ होला। र आज चाहिँ म गाउँ जाँदैछु हैन। अहिले चाहिँ 12 बज्यो, ठ्याक्कै 12-1 भएको छ हैन। म चाहिँ जरङखुदेखि निस्किसकेछु अनि बाटोमा आएर यसो सोचेँ भ्लग बनाएर जाम भनेर। अनि त्यही हो, आज धेरै पछि गाउँ जाँदैछु हैन। म भर्खर अब निस्किँदैछु यताबाट जाम, त्यहाँ गएर तेल हालम अनि त्यसपछि धार्केको बाटो जान्छु होला सायद। यता सीता पाइला हुँदै रामकोट हुँदै धार्केको निस्केर सजिलो होला। स्वयम्भूको चोकमा छु। अब यहाँबाट सीता पाइला चोकमा गएर आर्मीको पेट्रोल पम्पमा तेल हालेर त्यहाँबाट चाहिँ धार्केको बाटो हुँदै जानुपर्छ होला। ल किन बन्द? वाइ टुडे पेट्रोल पम्प त बन्द पो रहेछ, हिस्सा बुढी खिस्सा। अब अहिले पनि म माथि गएर हाल्न पर्ने भयो तेल। किन बन्द खास पेट्रोल पम्प? बन्द हो? किन? हजुर हजुर, बिदा भन्नुभएको? के बिदा हो र आज? खत्तम भयो त। बाटोतिर झन् नहालम, आए त्यही आर्मीकोमा राम्रो हुन्छ भनेर यहाँबाट हालेर जाम भनेको बन्द रहेछ पेट्रोल पम्प नै। बिदा भन्छ त, के बिदा हो आज खास? ल म चाहिँ सीता पहिलाबाट यता माथिको बाटो लागिसकेको छु होइन। अब यो बाटो हेर माथि रामकोटमा पेट्रोल पम्प छ क्या हो, त्यहाँ चाहिँ ट्याङ्की फुल गरेर जानुपर्छ। नभए अब त्यहाँ थोरै हालेर जानु पर्ला अनि बाटोतिरै गएर हाल्नु पर्ला कतै। अब सो अहिले चाहिँ म यो रामकोटको उकालोतिर आइरहेको छु होइन। बाटो चाहिँ एकदम राम्रो छ क्या, बप्पालै छ यो बाटो चाहिँ है। उताको बाटो गयो भने चाहिँ एकदम गाडी बेसी भेटिन्छ होइन, नागढुङ्गा बाटो। यो चाहिँ एकदम फ्री हो क्या बाटो। तर पहिलाको भन्दा चाहिँ आजभोलि चाहिँ अलिकति गाडी अलिकति च्याप बढेको रहेछ। किन भन्दाखेरि अब उताको बाटो नराम्रो छ नि त, त्यसले गर्दा सबै गाडीहरू यही बाटो आउँदो रहेछ। त्यही पनि बाटो चाहिँ यतिको खाली छ अनि हेर्न सक्नुहुन्छ तपाईँले, भ्यूहरू पनि खतरा छ। जङ्गलहरू हेर्नु है, यस्तो दामी लाग्यो कि मलाई त। सुरुमा भ्लगिङ गर्दा चाहिँ होइन के बोलाम जस्तो हुने कि, अब कन्टेन्ट हुन्छ, कन्टेन्टै नपाउने टाइपको कि। अब एउटै टपिकमा बोलिरह्यो भने नि बोरिङ लाग्छ। अब राम्रोले ओभरटेक गरेछ नि त यहाँ। लिची बगैँचाहरू चाहिँ टन्नै रहेछ गाइजहरू यतातिर। अनि यो बाटोलाई के कस्तो घुमाएको के, बाटो त्यहाँ छ है, त्यहाँ पारी छ। यो बाटो यस्तो घुमाउरो छ नि यहाँनिर चाहिँ, यो किन यति साह्रो घुमाएको होला? एउटा सानो पुन्टे पुल हालेर चाहिँ टक्क लाएर सिधा गरिदिएको भए त कस्तो घुमाउरो छ क्या, हेर्नु न। यो फेरि ठुलो भिर पनि छैन, सानो उ छ, पुल हाल्दै पारी र यता वरिपरि एउटा सानो पुल हाल्दै नि हुने बाटोलाई। अर्को पनि खोल्सा आयो यो, यस्तो खोल्सा चाहिँ धेरैवटा छ क्या यो बाटोमा। ल गाइज म चाहिँ यहाँ धार्के बजार निस्किसकेँ होइन। अब चाहिँ मैले पृथ्वी हाइवे पक्रिसकेको छु। अब जान पर्ने हुन्छ रफ्तार। यहाँ चाहिँ उखुको जुस एकदम राम्रो हुन्छ, उखुको जुस। ल गाइस मैले चाहिँ झोला पनि बाँधिदिएँ कि भिर्न अल्छी लाग्यो, डोरी थियो अनि बाँधिदिएँ। अब चाहिँ म यहाँ जुस पसलबाट जुस खाएर निस्किसकेछु। ल सो अहिले चाहिँ म मलेखु आइपुगेको छु। अनि यो चाहिँ धादिङ बेसी जाने बाटो यहाँबाट चाहिँ। अब अगाडि चाहिँ मलेखु बजार आउँछ एकछिनमा चाहिँ। आज चाहिँ बाटो एकदम छिटो कटिरहेको जस्तो लागिरहेछ कि, बाटो खाली भएर नि होला सायद। अबे साले ओ डाम्नो के गर्छ अरे? मलेखु बजार आइपुग्यो अहिले चाहिँ। मलेखु बजार हामी चाहिँ सिधै बढिन्छ अगाडि, भुलिँदैन यतातिर। हात त डढेर कालो भयो यार। यो बाइक चलाउनेहरूको चाहिँ त्यही हो, ग्लोभ्स फुल पन्जाले चलाउन सकिँदैन, मोबाइल चलाउनु पर्छ, यताउति गर्नुपर्छ। अनि पन्जा लाएर चलायो भने अलि अप्ठ्यारो पनि हुन्छ क्या चलाउन। त्यो भएर त हात एकदम डढ्ने के बेसी। जियोस् यो बाइक चाहिँ एकदम दामी छ कि, टिभिएस रेडर 125 को होइन यो, तर 125 सीसी जस्तै लाग्दैन कि यो बाइक चलाउँदा चाहिँ।
यस्तो पावर छ नि यो बाइकमा हैन। माइलेज त्यस्तै राम्रो छ। भ्यालीमा काठमाडौँ भ्यालीमै यसले 50 दिन्छ के माइलेज चाहिँ। अनि लुक पनि दामी छ हैन, सानो अनि हाइट पनि एकदम सानो छ यसको हैन। अनि पावर त गोल्ली हो के त। 150 सीसी को बाइकहरूलाई चाहिँ एकदम यसले च्यालेन्जै दिन्छ, च्यालेन्ज गर्छ यसले। र अहिले चाहिँ म बेनीघाट आइसकेको छु। यो बेनीघाटको चौकी, बेनीघाट पनि आइसके। अब यहाँबाट त धेरै टाइम लाग्दैन होला मेरो ख्याल। लगाइ अहिले चाहिँ म यता के भन्छ कृष्णभिर आइपुग्न लागिसकेँ है। कृष्णभिर तपाईँहरूले सुन्नु नै भयो होला हैन। हामी सानो हुने बेला चाहिँ कृष्णभिरमा पहिरो गयो मात्रै भन्थ्यो क्या खालि। कहाँ रहेछ कृष्णभिर भनेको त यही भिर रहेछ यार, केही छैन अहिले। फेरि अहिले पहिरो पनि जाँदैन। यता छेउछेउमा चाहिँ मकै पोल्ने दिदीहरू बस्नुहुन्छ हैन। अनि यहाँ पनि पानीको मूल छ क्या हो। हेर्नु न पानीको मूल, मकै पोल्यो, मकै लिची पनि राख्नु रहेछ एउटा दिदीहरूले त। ठाउँ चाहिँ यो ठाउँ चाहिँ मेरो 5 वर्ष पहिला एकजना साथी बितेको पनि थियो यहाँ हैन। त्यही भएर रेस्ट इन पिस साथी है, मिस यु जोन पासा। अबे साले दाजु ओबाट गरिहाल्छ दाजु। यस्तो ठाउँमा बेच्न राखे है कि राखे होइन यहाँ। हो अहिले चाहिँ म यता आइसकेको छु खैरेनी। अब यहाँबाट धेरै टाढा छैन, एकदम खतरा जङ्गलहरू हैन, ग्रिन रुखहरू एकदम हरियो भएको रहेछ हैन। भ्यू चाहिँ एकदम दामी छ के, दामी लाग्यो यार मलाई त। मोबाइलमा चार्ज पनि सिद्धिन लागिसक्यो यार। अब घरसम्म नि पुग्दैन जस्तो छ। घरसम्मको भ्लग पनि टुङ्गेला जस्तो छैन, बाटोमै मोबाइल स्विच अफ होला जस्तो छ। सो म चाहिँ अहिले खैरेनी बजार आइपुग्न लागिसकेको छु। अब खैरेनी पुगेपछि त झन् बाटो एकदम राम्रो छ। यहाँबाट चाहिँ डुम्रे मेरो ख्यालमा 16-17 किलोमिटर होला। 16-17 किलोमिटर 16-17 मिनटमै पुगिन्छ। बाटो राम्रो छ के, देख्न सक्नुहुन्छ खैरेनी बजार। अनि यताबाट राइट लाएर गयो भने चाहिँ गोर्खा बजार पुगिन्छ। हामी जाने चाहिँ सिधा। अनि पानी पर्न लाग्छ डुम्रेतिर भुल्यो भने झन् पानीले भेट्टाउँछ। सिधै घर जान्छु होला, पानीको छिटो हानिसक्यो हैन। यता भुलेर पनि काम छैन, सिधै फाडी घर जानुपर्छ। मम्मीले केही अलिअलि तरकारी सरकारी लिएर आइज भन्नुभयो थियो, भोलि आउनु पर्ला यता। त्यही भएर म चाहिँ यहाँबाट राइट टर्न हानेर गइहाल्छु। यहाँनिर चाहिँ साथीहरू होइन कति 7-8 वर्ष पहिला हो यार, हामीलाई यहाँ धन्नै एउटा बोलेरोले हानेर धन्नै मार्दैन यार। त्यति बेला लक्कीली बाँचेको यार। मेरो साथी मोटे सन्तोष अनि म थिएँ होइन, तलबाट बोलेर आइरहेको रहेछ, रङ साइडमा आएर हानिदिइराखेँ। भन्न त्यति बेला भाग्य बलियो रहेछ यार, मर्न नलेखे रहेछ। केही नभएको भने खालि बाइकलाई चाहिँ बरु 40-50 हजार लाए बनाउन होइन। हामीलाई त केही नभएको, यो अलिकति यहाँनिर थोरै यहाँनिर काटेको थियो हातमा मेरो चाहिँ। अनि ऊ साथीलाई नि केही नभएको के।
कुल्लीहरूले बाटो बन्द गरेर राखेर चाहिँ त्यहाँबाट साइडबाट हालेर आइयो यार बल्ल बल्ल। मेरो साथी मोटेको टेम्पू टुकटुक बोटे 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 ठुल्बा घर यो चाहिँ मेरो यो भवन। आचीले साजनबाट बाख्रा गोठारो गएर आएछ ले। ओइ 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 नबाक कहाँबाट खोल्ने हो ढोका? छैनन् क्या मम्मी? ड्याड के गर्दै बस्नु हो? आज के लिए फिलहाल इतना ही।